एभ्रिवान, आज चाहिँ मेरो बहिनीको बर्थडे। यो चाहिँ मन्दिर गएर आएको अनि उतै साथीहरूलाई पनि बर्थडे पार्टी दिएर आएछ। अनि मैले फेरि यसको भिडियो बनाइदिएको थिएँ। यता चाहिँ यसको बर्थडेको केक, यसको फेरि साथीहरूले यस्तो गिफ्ट दिएको रहेछ अनि मलाई यस्तो देखाउँदैछ, यस्तो दिए मेरो साथीहरूले भन्दै। यो गिफ्ट चाहिँ मैले उसलाई दिएको वाच राम्रो छ भन्दैछ, एकदम मन पर्यो अरे उसलाई। आफूले आउँछ कि आउन्न भनेर विचार गरेकी थिएँ। यहाँ फेरि मलाई फेरि यो फुल साह्रै मन पर्यो, त्यही भएर मैले हल्का क्लिप देखाउँदैछु। त्यसपछि यता फेरि यसको केक काट्न सुरु भयो। यता चाहिँ काटिसकेपछि मम्मीले खुवाइदिनु भयो। हामीले चाहिँ पहिला स्प्रे गर्न बिर्सेर बहर लास्टमा गऱ्यौँ र मैले पनि टिका लगाइदिएँ। र यता हाम्रो अर्डर गरेको खाना आयो। अब हामीले यता खानातर्फ लाग्छौँ, 3 जना भएर मजाले खान्छौँ। त्यसपछि अब यहाँ निकाल्दैछु म, त्यसपछि अब प्लेट लगाउँछु। त्यसपछि अब यो चाहिँ बिरयानी हो। र यता हामीले सोरमा पनि मगाएका थियौँ। अब यसलाई हामीले काटेर खान्छौँ। ससेस निकाल्दैछु। त्यसपछि यता पिज्जा पनि हामीले अर्डर गरेका थियौँ। साथमा कोक नहुने त कुरै भएन। म कोक हाल्दैछु ग्लासमा। बाई बाई एभ्रिवान, आजको दिन हाम्रो यसरी नै बित्यो।